उदयपुर जिल्लाको बेलटार बजारमा पर्ने चौदण्डी गढी नगरपालिका वडा नम्बर 7 मा पर्ने बेलटार बजारको चाहिँ वरपरको तपाईलाई म अपडेटहरु देखाउँछु है त साथीहरु। सो हेलो गाइज, म चाहिँ सन्तोष श्रेष्ठ। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। ल हेर्नुस् है, यहाँबाट तपाईहरु मदन भण्डारी राजमार्ग हो। यो पूर्वबाट सिधै पश्चिम आउँदाखेरि चाहिँ यहाँ आएपछि सिधै जानुभयो भने बेलटार बजार पुग्नुहुन्छ र लेफ्ट लाग्नुभयो भने चाहिँ यो मदन भण्डारी राजमार्ग हुँदै हामी अझ अगाडि बढ्ने छौं। र यहाँ चाहिँ के छ भन्दाखेरि अहिले बेलटारमा धेरै अपडेटहरु भइसकेको छ साथीहरु। हेर्नुस्, त्यो भनेको चाहिँ पुरानै होटल हो। त्यहाँ चाहिँ बोकाको मासु पनि पाइन्छ, तपाईहरुले ट्राई गर्नु सक्नुहुन्छ एकपल्ट। र हामी चाहिँ अझै अगाडि बढ्दै जानै छौं। र अगाडि चाहिँ यहाँबाट तपाईहरुले राइट लाग्नु भयो भने चाहिँ बेलटार बजार जाने बाटो हो त गाइज। यहाँ हेर्नुस्, यो बाटो भनेको चाहिँ बेलटार जाने बजार बाटो हो। र गाइज यतापट्टि भनेको चाहिँ दामी होटल खुलेको छ। सो यता यो पनि होटल नै हो र एकदम दामी लागेको भनेको चाहिँ यो होटल के अलिकति डेकोरेसन पनि यसको चाहिँ चट्ट परेको डिजाइन छ र होटल चाहिँ दामी रहेछ के। र गाइज यहाँबाट चाहिँ अझ अगाडि तपाईहरुलाई म बेलटारमा रहेकै भाइरल पुल देखाउनेछु साथीहरु। हेर्नुस्, यो पुल पनि एक जमानामा लास्टै भाइरल थियो साथीहरु। सो अहिले पनि भाइरल नै छ र यहाँबाट पनि राम्रो भ्यू देखिन्छ है, तपाईहरु देख्न सक्नुहुन्छ तपाईहरुले। ल यस्तो भिडियोमा फेरि लिएर आउँला, अहिलेको लागि छुटौं।